आज सँगै मिलेर कुकर पास्ता बनाऊँ है त। मैले फर्स्ट टाइम बनाउन आँटेको कुकर पास्ता, एकदम बनाएको थिइनँ। पास्ता चाहिँ मैदाको होइन, आटाको हो। म चाहिँ पास्ता बनाउँदा जहिले पनि आटाको नभए सुजीको ल्याएर बनाउने गर्छु। हेल्दी हुन्छ नि त, मेरो नानीले पनि खान्छन्, त्यही भएर मैदाको चाहिँ अहिलेसम्म उसलाई दिएको छैन। मैले सुरुमा कुकर बसाएँ, त्यसमा तेल हालेँ, प्याज पुऱ्याएँ, अनि चना हालेँ, त्यसपछि मसला हालेँ, अनि बेसार हालेँ, नुन हालेँ, अनि यो टमाटरको पेस्ट बनाएको थिएँ त्यो हालेँ, अनि जिरा धनियाको हालेँ, एकछिन मजाले पारेर चलाइदिएँ। अनि यो चाहिँ करेन्टको मसला अलिकति हालेको पिरो हुन्छ नभए भन्दै फेरि अलिकति हामीले अब टेस्ट हुन्छ है, त्यही भएर पास्ता अलिकति मोटो खालको आँटाको भयो, मोटो खालको थियो। अनि त्यसलाई अलिक छोपिने गरी पानी हालेँ, अलिक निकै नै पानी हालेँ पास्ता छोप्ने गरी। अनि 4 सिटी लगाइदिएँ, पाक्नु पनि पऱ्यो, फेरि मस्तो खाले पास्ता थियो, जना पनि पाक्नुपर्छ होला भनेर 4 सिटी लगाइदिएको। कस्तो राम्रो भएछ, यस्तो हेर्दै खाउँ लाग्ने क्रिमी टाइपको, हेर्दै खाउँ लाग्ने भएछ। अनि मेरो छोरीलाई, मलाई र मेरो हस्बेन्डको लागि रेडी गरेँ। त्यसमा मैले प्याज काटेर हालेँ, अनि धनियाँको पात, अनि कागती मिर्चा कस्तो छ? सबैजनाको लागि मिठो छ? नाचेर देखाइदेऊ, फेरि खाएर देखाइदेऊ पास्ता। खाँदैछु, नाची खाँदैछु, मिठो लाग्यो अरे उसलाई पास्ता। मिठो मिठो सरलाई पनि मिठो लाग्यो अरे, राम्रो छ भन्दै हुन्छ, लजाइ ए मम्मालाई हुनुहुन्छ। अनि छोरीको सक्यो, यता हेर के भन्छ, मम्मा सक्यो भन। खाइसकिन अरे, सक्यो। भोलि खाने आज। थ्याङ्क्स फर वाचिङ।